यो प्रति पक्कै पनि यहाँहरूले आत्मसन्तुष्टि लिनुहुन्छ भन्ने हामी चाहन्छौँ। म निर्णयतर्फ चाहिँ जान्छु होइन सर? होइन सर, अर्को दिन कन्टेस्टेन्टहरू हुनुभएको थियो। हुन त अब यसमा धेरै कुरा छ, एउटै गीतबाट पनि हुँदैन। समयको कुराले गर्दा धेरै आउने दिनमा अझ राम्रा राम्रा सेगमेन्टहरू हुँदै जाउने। सिङ्गिङ आइडल चाहिँ अलिकति जजले पनि उसको गायकीलाई उसले गाएको गीत भन्दा हामीले उसको स्वरलाई चिनेर भयो तिमीले यो ट्राई गर त भन्ने अप्सन पनि मिलेन क्या। त्यसले गर्दा यो कुराहरू चाहिँ भोलिका दिनमा नगर्ने कार्यक्रम गर्दा कमसेकम 2-3टा गीत गाउने वातावरण भयो भने एउटामा बिगारेर अर्कोमा राम्रोसँग गरिदिन सक्छ कि। त्यसले गर्दा यो कुराहरू आउने दिनमा होस् र तपाईँहरूले गाउनु भएको एउटा गीतबाट हामी 3जना निर्णायक सदस्यले सबैका नम्बर पनि मिलेका छन् त्यसमा चाहिँ, त्यसको लागि पनि सबैलाई धन्यवाद। अब छातीमा हात राखौँ, ढुकछुक ढुकछुक गर्दै जाउँ होइन। आजको श्री जनता माध्यमिक विद्यालय नगर स्तरीय अन्तर विद्यालय गायन प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ उहाँ कोही हुनुहुन्छ, प्यारो मान्छे हुनुहुन्छ। उहाँको नाम रहेको छ सिद्धार्थ गुरुङ, राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुम्बरवाला। जोरदार तालीले उहाँलाई सम्मान अनि बधाई व्यक्त गरौँ। स्वागत छ, भाइलाई सम्मान छ र त्यसलाई नगद 2000 सहित यो प्रमाणपत्र ट्रफी छैन होइन, यहाँबाट ग्रहण गर्नुको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। थ्याङ्क यू सो मच। अब ताली खोइ त, ताली चाहियो नि त। अहिले ताली भयो फेरि समय मिल्यो भने फेरि कि थियो फेरि रमाइलो गरौँ कि कसो है सर? हामी त फेरि गाउन र बोल्न भनेपछि दिन गर्नु भयो नि हुन्छ। थ्याङ्क यू सर। अब दोस्रो स्थानलाई म औपचारिकता दिन गइरहेको छु। उस्तै उस्तै हो क्या अरे, सेम सेम हो भन्नु होइन। दोस्रो स्थानको लागि भनौँ त, दिमागलाई भनौँ। तपाईँ याद गरेर यसरी मुन्टै थाक्नु लाग्छ मान्छेलाई फेरि हुन्छ। अनि समय यो दोस्रो हुने यानि मतलब आजको मतलब अब दोस्रो हुने प्रतिस्पर्धीले 3000 पाउनुहुन्छ अनि प्रथमले 5 होइन, अनि तेस्रो हुने भर्खरै 2000 भयो। अब ढिला नगरिकन अरू पनि कार्यक्रम छन्। आजको यो विशेष कार्यक्रममा धेरै समयपछि हामीले केही चिजहरू पस्किने एउटा ठाउँ पायौँ। यहाँहरूलाई धन्यवाद दिँदै नगर स्तरीय अन्तर विद्यालय गायन प्रतियोगितामा आफ्नो नाम र स्कुलको नामलाई पनि माथि राख्दै दोस्रो स्थानमा उक्लिन सफल हुनुहुन्छ तपाईँ होइन। उहाँको नाम रहेको छ प्रिया घले प्रोग्रेस एजुकेसन एकाडेमी। कङ्ग्रेचुलेसन प्रिया घले। जोरदार तालीले उहाँलाई सम्मान व्यक्त गरौँ। बधाई छ। नानीको गायन अन्तिममा हामीले सुन्न पाएका थियौँ। अनेस्टली भन्नुपर्ने हुन्छ, उनको राम्रो फ्युचर छ र उहाँको बाबु बुवा आमालाई धेरै धेरै बधाई छ कि राम्रो स्वर भएको छोरी जन्माउनु भएको छ। नानीलाई अझ राम्रोसँग प्रशिक्षण हुने ठाउँमा पुर्याइदिनु भयो भने असाध्यै राम्रो हुन्छ। हामीले त्यो देखेका छौँ। विशेष गरी म एकदम आभारी छु। थ्याङ्क यू सो मच। यतिको मान्छे छ हाम्रो ठाउँमा पनि है, थ्याङ्क यू। उहाँले प्राप्त गर्नुभएको छ 3000 नगद प्रमाणपत्र। अहिले उमेर अझै सानो छ, फेरि स्वरका जुन अवस्थाहरू चेन्ज हुन बाँकी छ नि त, किशोर अवस्था पार गर्दै गर्दा फेरि स्वर भुत्रो हुने पनि हुन्छ। प्र्याक्टिस गर्नु नछोड्नु, असाध्यै राम्रो छ नानीको स्वर चाहिँ। त सबै खाले गीत गाउने एकदम ट्राई गर्नु होइन। लाउरेको छैन जस्तो लाग्यो, त्यही भएर पैसै नलिने डुमरमा तालीवाला सम्मान व्यक्त गरौँ है नानीलाई। अब हामी अन्तिममा छौँ। यहाँहरूको प्रतीक्षाको घडीलाई हामीले सम्मान गर्न चाहन्छौँ। यो धैर्यताको बाटलाई हामी टुटाउन दिँदैनौँ भन्दै अब टुकटुक टुकटुक ल है त। 1 2 3 को भन्नु। यसपालिको हाम्रो साथी बाहिरी रजगट्टा माथिमा यो बनेको छ। यो आनमान शानलाई सधैँभरि होस् हामी चाहन्छौँ। अब ढिला नगरिकन नगर स्तरीय अन्तर विद्यालय गायन प्रतियोगितामा प्रथम हुन सफल हुनुभएको छ रञ्जन यादव। ए होइन, म त पत्रकार हो, प्रेसिडेन्ट गर्छु ल होइन। जोरदार तालीका साथमा हामी ताली राज प्लिज। थ्याङ्क यू सो मच। यो ताली बजिराख्नुपर्छ। हामी प्रथम हुने प्रतिस्पर्धीको नामलाई हामी उद्घोष गर्न गइरहेका छौँ। त्यो नाम कोही होइन,
हाम्रै छेउछाउ हाम्रै पालिकाको वार्ता हो, तर 1 देखि 24 सम्म कुन पर्छ। जितपुर सिमराको महानगरपालिका वडा नम्बर 1 पत्लैयाको हुनुहुन्छ डेराबारी पत्लैया जोइन्दिका। जोरदार तालीको साथ उनलाई स्वागत र सम्मान व्यक्त गरौँ। गीत साथै राम्रो गाउनु भएको थियो, तर यो गीतको विषयमा मैले केही जानकारी गराउनुपर्ने हुन्छ। उनले गाएको गीत विशेष गरी गायनमा के हुन्छ भन्दा महिलाले गाउने सुर र पुरुषले गाउने सुरमा धेरै फरक हुन्छ। ताईलाई राम्रोसँग थाहा छ, मलाई भन्दा नि हामीले गाउने गीतमा त्यही स्केलमा केटीले गाउनु पर्यो भने त्यो एकदमै हाई हुन्छ, उसले गाउनै सक्दैन। त्यही भएर उसले त्यो गीत जुन रिक्स लिएको छ त्यो असाध्यै हामीलाई गाउनको लागि पनि गाह्रो हुने कि एउटा भर्खर 10 पढ्दै गरेको पहिलो नम्बरमा रिक्समा पनि उसको सुर एकदम टक लागेको थियो। त्यसकारण हामी उसलाई प्रथम बनाउन सफल भएका छौँ। त्यो गीत अझै पनि राम्रो गाउनु। नानीलाई धेरै धेरै बधाई छ, तिम्रो पनि भविष्य उज्जवल छ नानी। अब एकचोटि जोरदार ताली हामी पनि जोड सुनिन्छौँ। अब गीत गाउने हमारे समय फेरि गाउँला यहाँले यो बेलासम्म हाम्रो यो निर्णायकको आवाजलाई सुन्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। अब चाहिँ राजु सरलाई नै माइक्रोफोन हस्तान्तरण गरौँ। थ्याङ्क यू, धन्यवाद। ल है अब धन्यवाद विकास पाण्डे सरलाई। उहाँको यो निर्णयको